सबैलाई नमस्कार। झर्ना खत्री युट्युब च्यानलमा यहाँलाई स्वागत छ। आज म हजुरहरूलाई सल्यान खैरबाङ मन्दिर देखाउन गइरहेको छु। सबैजनाले भिडियो अन्तिमसम्म हेर्नुहोला। मन्दिर सल्यान जिल्लाको शारदा नगरपालिकामा रहेको छ। खैरबाङ मन्दिर प्राकृतिक सौन्दर्य छ। यो मन्दिर वरिपरि हरियाली जङ्गल, शान्त वातावरण, रमणीय पहाड दृश्यले धार्मिक यात्रालाई थप आकर्षक बनाएको छ। विशेष गरी दशैँको समयमा यहाँको महत्त्व अझै बढी देखिन्छ। दशैँको मुख्य दिनहरूमा हजारौँ भक्तजन यहाँ भेला भएर देवीको पूजा आराधना र बलि दिने परम्परा पालना गरिन्छ। यो मन्दिर स्थानीय समुदाय, सांस्कृतिक पहिचान र परम्पराको प्रतीक मानिन्छ। मन्दिरमा हुने विभिन्न पूजा र धार्मिक कार्यक्रमले स्थानीय जनताको विश्वास र आस्थालाई बलियो बनाउने मात्र नभई अन्य क्षेत्रबाट आउने तीर्थयात्री र पर्यटकहरूलाई पनि आकर्षित गर्ने गर्दछ। यस क्षेत्रको धार्मिक पर्यटन विकासमा खैरबाङ मन्दिरले ठुलो योगदान पुर्याएको छ। मन्दिरसम्म पुग्नका लागि सल्यान जिल्लाको शारदा नगरपालिकाबाट सजिलो यात्रा गर्न सकिन्छ। यो मन्दिर स्थानीय र राष्ट्रिय स्तरका धार्मिक कार्यक्रमका लागि पनि महत्त्वपूर्ण स्थल हो।
पवित्रता, ऐतिहासिक र आध्यात्मिक ऊर्जा अनुभव गर्न भक्तजनहरू नियमित रूपमा यहाँ आउने गर्दछन्। यस मन्दिरको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्वले यसलाई सल्यान जिल्लाको मात्र नभई सम्पूर्ण नेपालीको महत्त्वपूर्ण धार्मिक धरोहर रूपमा चिनाइएको छ। भैरवबाङ मन्दिरमा जानेको जो कोही आन्तरिक शान्ति, श्रद्धा र सकारात्मक ऊर्जा प्राप्त गर्ने अनुभूति गर्दछन्। भैरवबाङ मन्दिरमा जानुपर्ने धेरै कारणहरू छन्। यो मन्दिर मात्र धार्मिक स्थल होइन, यो एक सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान पनि हो। यहाँ जानको प्रमुख कारण धार्मिक महत्त्व। भैरवबाङ मन्दिर भगवती देवीलाई समर्पित नेपालका 9 देवी मन्दिरमध्ये एक मन्दिर हो। यहाँ दर्शन गर्नाले भक्तजनहरूले आफ्नो मनोकामना पुरा हुने विश्वास राख्छन्। विशेष गरी दशैँ र चौदशैँको समयमा यहाँ धार्मिक वातावरणले तपाईँलाई आन्तरिक शान्ति र आध्यात्मिक ऊर्जा प्रदान गर्नेछ। मन्दिर वरपर हरियाली, पहाड दृश्य र शान्त वातावरण छ। हजुरहरू पनि देख्न सक्नुहुन्छ। एकदम रमाइलो। सुन्दरताले तपाईँलाई तनावमुक्त बनाउनेछ र शान्ति प्रदान गर्नेछ। भैरवबाङ मन्दिरमा हुने विभिन्न पूजापाठ र धार्मिक परम्परा तपाईँलाई स्थानीय सांस्कृतिक गतिविधि नजिकबाट अनुभव गर्न मौका दिन्छ। यहाँको समुदाय, आस्था र परम्परा सहभागी हुँदा तपाईँले धार्मिक महत्त्वको गहिरो अनुभूति गर्नुहुनेछ। यो मन्दिर मात्र धार्मिक स्थल नभई ऐतिहासिक धरोहर पनि हो। यस मन्दिरको स्थापना, परम्परा र स्थानीय मान्यताहरूको बारेमा जान्न पाएर तपाईँको जन्म वृद्धि हुनेछ। भैरवबाङ मन्दिरको शान्त वातावरणले तपाईँलाई व्यस्त जीवनबाट विश्राम लिने र मानसिक शान्ति पाउन सहयोग गर्दछ। यहाँको पवित्र वातावरणले तपाईँको ध्यान र सकारात्मक ऊर्जा प्राप्त गर्न प्रेरित गर्नेछ। त्यसैले भैरवबाङ मन्दिरको यात्रा तपाईँको लागि धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले एक अद्भुत अनुभव हुने पक्का छ। यो स्थानले तपाईँलाई आन्तरिक शान्ति, प्रेरणा
सपोर्ट गर्नुहुन्छ आफ्नो साथीहरूलाई। थ्याङ्क यू सो मच। यस्तै भिडियो हेर्नको लागि मलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु पनि नभुल्नुहोला।